दर्शकबिन यतिखेर भुन्टी सिरियलमा भुन्टीले आधा सम्पत्ति लाने कुरा थाहा पाएपछि भूपेन्द्र भने रुँदै कराउँदै यसरी कसरी हुन सक्छ, मैले यति धेरै दुःख गरेर कमाएर यसरी जोडेको घर जग्गा यानि कि यो कम्पनी कसरी भुन्टीको नाममा आदि हुन सक्छ भन्दै रुँदै कराउँदै चिच्याइरहेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन, यद्यपि अब भाउजूले गरेको कुराहरू सत्य हो या झुट हो यो साबित गर्नको लागि एकचोटि भुन्टीसँग भेटेर सरसल्लाह गर्नु पर्यो भनेर भूपेन्द्र गएका थिए। तसर्थ भुन्टी भने उता आफ्नो पहिले काम गर्ने म्याडमको घरबाट आफ्नो मितिनीसँग मार्केट यानि कि बजार घुम्न निस्केकी थिइन्। त्यतिखेर भुन्टीको लवाई खवाई देखेर भूपेन्द्रको पनि मार्केटमै भेट भएपछि भुन्टीको गेटअप देखेर यानि कि भुन्टीले लगाएको कपडा देखेर भूपेन्द्र भने छक्क परेका थिए। आफ्नो श्रीमती भुन्टी कुनै हिरोनी भन्दा कम नदेखिएपछि भुन्टीको अगाडि जेरी भने एकदमै नराम्रो देखिएका थिए। तसर्थ त्यति नै बेला भूपेन्द्रले मनमनै विचार गरिरहेका हुन्छन् कि यति राम्रो सुन्दरी यानि कि यति ब्युटिफुल मेरो श्रीमतीलाई छोडेर मैले गल्ती गरेछु। यति धेरै माया गर्ने र यति धेरै साथ र सपोर्ट दिने मेरो श्रीमती भुन्टीलाई अरूको कुरा सुनेर मैले यस्तो व्यवहारहरू गरेँ। कतै भाउजूले देखाउनु भएको भिडियो पनि झुट साबित हो कि भनेर भूपेन्द्र भने यतिखेर झस्किएका छन्। हो दर्शकबिन, यद्यपि भुन्टीलाई भेटेर भुन्टीसँग भाउजूले देखाएको भिडियो सत्य हो या झुट हो अनि किन यसरी आधा सम्पत्ति लाने कुरा गरेको भनेर चाहिँ सरसल्लाह गर्नु पर्यो भनेर भूपेन्द्र भुन्टीलाई खोज्दै गएका थिए। तसर्थ मार्केट आउँदै गरेकी भुन्टी र सुकुमायालाई भेटेर आफ्नो श्रीमती भुन्टीको गेटअप देखेर नै भूपेन्द्र भने यतिखेर दङ्ग र छक्क परेको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन, आफ्नो घरमा भुन्टी बनेर तिनी सुकुमाया गएकी थिइन् भूपेन्द्रको घरमा। तसर्थ भुन्टी नै हो भनेर यिनीहरू सबैले सोचिरहेका छन्। तसर्थ सुकुमाया नै भुन्टी बनेर त्यस घरमा प्रवेश गरेको कुराहरू यिनीहरूले थाहा पाएको भए पक्कै पनि उधुम मचाउने थिए होला। तर पनि यति बेलासम्म भुन्टी बनेर गएकी सुकुमाया भने भुन्टी नै हो भन्ने कुरा यिनीहरूले विश्वास गरिरहेका छन्। हो दर्शकबिन, जे होस् अब सुकुमायाले आफ्नो मितिनी भुन्टीलाई अधिकार दिलाउने हेतुले यो सबै कार्य गरेका हुन् र यो सबै कार्यहरू पनि सफल हुन लागेको छ। के भूपेन्द्रले विगतको दिनहरूमा पटक पटक दुःख र यातनाहरू दिँदै आएको श्रीमतीले अब भूपेन्द्रले गएर माफी माग्दैमा र भूपेन्द्रले भाउजूले देखाएको भिडियो र यो गलत रहेछ, यो कुराले गर्दा मैले चाहिँ तिमीलाई यस्तो खालको कुराहरू गरेको हो भनेर भन्न सक्लान् त। हो दर्शकबिन, के होला यो सबै कार्यहरू चाहिँ हेर्नको लागि पक्कै पनि हामीले अर्को नयाँ भुन्टी भएको प्रतीक्षा गर्नुपर्ने हुन्छ। हो दर्शकबिन, पक्कै पनि यतिखेर भुन्टीको साथमा सुकुमाया यानि कि भुन्टीको मितिनी छिन्। त्यसैले पनि भुन्टीले भूपेन्द्रले भनेको कुनै कुरा पनि सुन्नेवाला छैन। अब पक्कै पनि भुन्टीले भूपेन्द्रसँग डिभोर्स गरेर भुन्टीले आफ्नो हक अधिकारको लागि लड्ने छिन् र लडिरहेकी पनि छिन्। अब भुन्टीले भूपेन्द्रको नाममा रहेको आधा सम्पत्ति पक्कै पनि पाउने छन् भन्ने हामीले लागिरहेको छ। दर्शकबिन, तपाईँहरूलाई भुन्टी सिरियल भिडियो कस्तो लाग्यो? मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहोला र यस्तै खालको भुन्टी सिरियल भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया हामीसँगै जोडेर रहनुहोला भन्दै आजको यस भुन्टी सिरियल भिडियोबाट बिताउन चाहन्छु। तपाईँहरूको बाँकी पल सुखद रहोस्। हस्त, धन्यवाद।